जुजुलप्पा नमस्ते। आज पनि समय सन्दर्भ लिएर हामी उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा युनिक शाक्य र म शङ्कर थापा। श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दछु। आजको कार्यक्रममा हामीले कीर्तिपुर नेपाल कम्युनिस्ट पार्टीका कीर्तिपुर नगर समितिका अध्यक्ष विकास महर्जनसँग कुराकानी गर्दैछौँ। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो हेलो विकासजी। हजुर। यो नेवा एफएमको समय सन्दर्भ कार्यक्रममा म यहाँलाई स्वागत गर्छु। हजुर, धन्यवाद। सरकारले अहिले भर्खरै यो तातो खबर म यहाँसँग पस्किँदैछु। सरकारले केही दिन अगाडि संसद विघटन गरेको छ। यसबाट पक्कै पनि केन्द्रीय स्तरदेखि तल्लो स्तरसम्म एकदम भूकम्प आएको छ। अब के हुन्छ कसो हुन्छ भइरहेको स्थिति छ। त्यो अवस्थामा कीर्तिपुर नगर समितिका अध्यक्षका नाताले यहाँले के कस्तो देख्नु भएको छ? सर्वप्रथम नेवा एफएम सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूमा चाहिँ शुभ प्रभात जुजुलप्पा भन्न चाहन्छु। हजुर, अहिले जुन विषम परिस्थितिमा नेपालको राजनीति अगाडि बढिरहेको छ, हजुर, नेपाल सरकारको जुन यो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले हजुर जुन जनताले दिएको 2/3 जनमतको कदर नगरी संविधानमा उल्लेख नभएको असंवैधानिक किसिमले जुन संसद विघटन गरिएको छ, हजुर, यसमा नेपालको सार्वभौमिकता नै हनन हुने गरी जुन सरकारले गरेको छ, प्रधानमन्त्रीले गरेको छ, यो वास्तवमा भन्नुपर्ने हो भने अलोकतान्त्रिक र असंवैधानिक नै छ। हजुर, यो स्थितिमा अब मन्त्रीमण्डल त अब त्यतिखेरको मन्त्रीमण्डल विघटन भइसकेको छ। अब नयाँ मन्त्रीहरू खुसुक आउँदैछन्। यो अवस्थामा अब हाम्रो नगर स्तरमा के असर परिरहेको छ यसले गर्दा? हेलो, हाम्रो नगरमा कति असर परिरहेको छ हजुर यो संसद विघटनले? हेलो हेलो, मलाई सुन्नु भएको छ? आवाज नै के क्लियर आएन तपाईको? अलिकति साउन्ड राम्रो सुनिएको छैन। म यहाँलाई के प्रश्न राख्छु भने अब यो संसद विघटन भइहाल्यो है, यस पछाडि अब यसको असर चाहिँ हाम्रो नगरहरूमा के कसरी असर परिरहेको छ? होइन, यो संसद विघटन जुन असंवैधानिक र अलोकतान्त्रिक जुन प्रतिगमन, हजुर, प्रतिगामी चाहिँ कदम भएको छ, हजुर, यसको विरुद्धमा चाहिँ यो काठमाडौँ उपत्यकाको जिल्लाहरू मात्र नभइकन देशव्यापी रूपमा यसको चाहिँ जनताहरू, बौद्धिक वर्ग र विभिन्न सङ्घ संस्था मार्फत चाहिँ यो घोर भर्सनासार चाहिँ पुनर्स्थापना गर्नुपर्छ भनेर जुन विरोध गरिरहेको छ, यसै सन्दर्भमा कीर्तिपुरमा पनि भन्नु पर्दाखेरि चाहिँ जुन यो संविधानमै नभएको, जुन प्रधानमन्त्रीलाई अधिकारी नभएको अधिकार क्षेत्रमा बसेर जुन संसद विघटन गरिएको छ, जनताले दिएको जनमतको कदर नगरिकन चाहिँ असंवैधानिक र अलोकतान्त्रिक किसिमले गरेको छ। यसमा पनि कीर्तिपुरले जुन पुस 5 गते तत्कालीन प्रधानमन्त्रीले संसद विघटन प्रतिनिधि सभा विघटन गरिसके पछाडि त्यसको घोर भर्त्सना गर्दै संसद पुनर्स्थापना र संसद विघटनको विरुद्ध चाहिँ विभिन्न चरणमा हामीले चाहिँ स्थानीय रूपमै चाहिँ हामीले त्यो विरुद्ध आन्दोलन गर्ने चाहिँ हामीले स्वरूप अनुसार पुस 5 गते पनि हामीले राखे जुलुस निकालेर चाहिँ विरोध कोण सभामा चाहिँ हामीले विरोध र्याली प्रस्तुत त्यहाँ हामीले प्रस्तुत गरेका छौँ कीर्तिपुरमा। हजुर, अब यो सरकारले अब आफ्नै निर्णय लिएको हो। अब यो संविधानमै नभएको यो जुन कदम उहाँले चाल्नु भएको छ केपी शर्मा ओलीज्यूले, यसले अब सामाजिक स्तरमा कस्तो असर पर्ला? अब यो संविधानमा नभएको कुरा जुन जसरी चाहिँ प्रधानमन्त्रीले चाहिँ आफ्नो चाहिँ क्षेत्राधिकार बढाएर चाहिँ संसद विघटन गरिएको छ, पक्कै पनि अब यो जनताहरूको दबाब, अन्य अदालतमा सर्वोच्च अदालतमा परेको रीत अनुसार तीबाटै पुनर्स्थापना हुन्छ भन्ने नै लाग्छ मलाई। यसरी संसद विघटन भएको त यो त पहिलो घटना त नेपालमा होइन, धेरै पटक भइसकेको छ। त त्यसलाई सम्बन्धित सर्वोच्च अदालतले निर्णय गर्छ भन्ने हामी पनि आशा गरिरहेका छौँ। यदि यो निर्णय चाहिँ अब उल्टेन भने
त्यस पछाडि के स्थिति आउला? यो पक्कै पनि हामीले भर्खरै यो सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशहरू 2-3 जना उहाँहरूले पनि यो संविधान पल्टाएर उहाँहरूले चाहिँ भन्नुभएको छ। अहिले तत्कालै चाहिँ यो प्रधानमन्त्रीको क्षेत्राधिकार नभएको र संविधानमा उल्लेख नभएको कारणले गर्दाखेरि चाहिँ यो यसमा चाहिँ संसद पुनर्स्थापना र यदि संसद पुनर्स्थापना नभएको खण्डमा चाहिँ जनताहरू सडकमा उत्रेर भए पनि यो पुनर्स्थापनाको लागि चाहिँ दबाब सिर्जना गर्छ र यो फलस्वरूप चाहिँ अब यो जुन असंवैधानिक र अलोकतान्त्रिक किसिमले निरङ्कुशता शैलीबाट चाहिँ प्रधानमन्त्रीले चाहिँ सार्वभौमता चाहिँ अधिकारलाई नै चाहिँ विघटन गरेर चाहिँ जुन गर्नुभएको छ त्यही किसिमले यो अब पुस 14 गते बृहत विरोध जुलुस चाहिँ त्यही अनुसार चाहिँ हामीले तय गरेका छौँ र त्यही अनुसार चाहिँ जनताहरूको दबावबाट पक्कै पनि सर्वोच्च अदालत लगायत चाहिँ यो सरकारले चाहिँ संसद पुनर्स्थापना गर्नै पर्छ भन्ने चाहिँ मान्यता राख्छु। हजुर, अनि अहिले भर्खरै हामीले समाचार प्राप्त गरेका छौँ काठमाडौँको 10 नम्बर निर्वाचन क्षेत्रको क्षेत्रीय स्तरीय मेला पनि भएको छ, तपाईँहरूको भेला भएको छ भनेर हामीले सुनेका छौँ। त्यो भेलाले चाहिँ यहाँको कस्तो किसिमको निर्णय निकालेको छ? हजुर, यो खास चाहिँ अहिले हामीले जुन भेला गरेका छौँ कार्यकर्ता जुन हाम्रो चाहिँ 10 नम्बर क्षेत्र मात्र नभइकन नेपालभरि नै चाहिँ अहिले जुन सरकारले चाहिँ संसद विघटन गरिएको छ, राजनीतिक उपलब्धिहरू गुमाएका छन् र प्रतिगामीतिर गएको छ, यो संसद विघटन गर्ने बित्तिकै यो संहिता लोकतन्त्र र गणतन्त्र नै धरापमा पर्छ भन्ने जुन हामीले दशकौँदेखि आन्दोलन गर्दै यो उपलब्धि प्राप्त गरेका छौँ, यो उपलब्धिलाई हामीले गुमाउनु हुँदैन। हामीले चाहिँ हाम्रै संविधान लाई नै चाहिँ जोगाउनु पर्छ, लोकतन्त्रलाई जोगाउनु पर्छ, धर्मनिरपेक्षतालाई जोगाउनु पर्छ भन्ने किसिमले चाहिँ जुन चाहिँ यो क्षेत्रीय स्तरमा चाहिँ हामीले कार्यक्रम गर्यौँ र यो क्षेत्रीय स्तरमा कार्यक्रम गर्दाखेरि चाहिँ विशेष गरेर यो असंवैधानिक र अलोकतान्त्रिक किसिमले चाहिँ जुन निरङ्कुशता शैलीबाट चाहिँ तानाशाही शैलीबाट चाहिँ जुन संविधानमा नभएको कुरा चाहिँ उल्लेख गरेर चाहिँ संविधान विघटन गरेको छ, त्यही अनुसार काठमाडौँ क्षेत्र नम्बर 10 मा पनि हामीले अगुवा कार्यकर्ता भेला गरेर यो वास्तवमा चाहिँ नेकपा नेपाल कम्युनिस्ट पार्टीभित्र भइरहेको गतिविधि र यो जुन चाहिँ एक पक्ष केपी ओली र एक पक्ष माधव नेपाल र प्रचण्डको जुन टिम छ त्यही अनुसार चाहिँ अब हामीले चाहिँ संसद विघटनको कुरालाई लिएर सर्वोच्च अदालतबाट चाहिँ पुनर्स्थापना नभएको खण्डमा हामी तमाम काठमाडौँको जनताहरू सडकमा उत्रेर भए पनि हामीले चाहिँ आन्दोलनको स्वरूप दिएर अब यो संसद चाहिँ पुनर्स्थापना गराउनुपर्छ भन्ने जोडका साथ हामीले काठमाडौँ क्षेत्र नम्बर 10 को चाहिँ बृहत कार्यकर्ता भेला गर्यौँ र त्यहाँ चाहिँ त्यो सम्बन्धी राजनीतिक कुराहरू चाहिँ माथिल्लो नेताहरू आएर चाहिँ हामीलाई चाहिँ जुन पार्टीभित्र भइरहेको गतिविधि र यो संसद विघटन भइसके पछाडि नेपाल कुन उन्मुखतिर जाँदैछ, यो नेपालको गणतन्त्र लोकतन्त्र र यो संविधानलाई बचाउनको लागि भए पनि हामीले संसद पुनर्स्थापना गर्नुपर्छ। यसको लागि चाहिँ जनदबाब चाहिन्छ, जनताहरू सडकमा उत्रिनुपर्छ र त्यही अनुसार हामीले चाहिँ यो संविधानमा उल्लेख भए अनुसार चाहिँ यो जनताको सार्वभौम अधिकार सम्पन्न यो संविधानलाई हामीले चाहिँ उपलब्धिमूलक रूपमा चाहिँ हामीले बचाउनुपर्छ भन्ने कुराहरूको सन्दर्भमा हामीले काठमाडौँ नम्बर 10 को भेला गरेका थियौँ। हजुर, अब यो अहिले भन्नुपर्दाखेरि अब स्याल कराउनु र कुखुरा हराउनु एकैपटक भएको हो कि जस्तो पनि कतै कतै अनुमान गरिएको छ। एकातिर राजावादीहरू सक्रिय भएर आउनु र अर्कोतिर ओलीले चाहिँ यो संसद विघटन गर्नु, यो अवस्थामा अब गणतन्त्र र संघीयतामा कस्तो असर पर्ला? हजुर, अब यो जुन 6 दशकदेखि हामी जनताले चाहिँ गणतन्त्रको लागि आन्दोलन गर्दै आयौँ र हामीले गणतन्त्र प्राप्त गर्यौँ, संविधान हामी आफैले लेख्न सफल भयौँ। पक्कै पनि यो संविधानमा उल्लेख नभए अनुसार चाहिँ जुन संसद विघटन गरिएको छ, एक त यो संसद पुनर्स्थापना हुन्छ भन्ने नै हामीलाई विश्वास छ। यो यस्तै अराजनीतिक गतिविधिकै कारणले गर्दाखेरि चाहिँ यो राजावादीहरू अलिअलि सलबलाउने चाहिँ खोज्छन्। यो अन्तर्राष्ट्रिय स्तरबाट पनि यस्ता गतिविधिहरूको लागि चाहिँ चलखेल हुन्छन्, तर जति जे जस्तै भए पनि समग्र जनता र समग्र यो संविधानलाई टेकेर हामी अगाडि बढेको खण्डमा राजावादीहरू चाहिँ यसरी चलबलाउँदैमा चाहिँ खासै यो गणतन्त्रलाई चाहिँ केही गर्न सक्ने परिस्थिति छैन। यसको लागि हामी जनदबाबसहित हाम्रा जनता कार्यकर्ता बुद्धिजीवी श्रमजीवी वर्ग सबैले दबाब दिएर यो संसद पुनर्स्थापनाको लागि हामी अगाडि बढ्छौँ।
हजुर अहिले भटाभट अब फेरि यो प्रदेश सरकारहरू नै अब विघटन भइरहेको स्थिति पनि आइरहेको छ। यो अवस्था के होला त अब? यो अहिले वास्तवमा भन्नुपर्दाखेरि चाहिँ जुन नेपाल कम्युनिस्ट पार्टीलाई हजुर जनताले 2/3 बहुमतका साथ पक्कै पनि जनमत दिएको छ, त्यो जनमतको आधारमा चाहिँ सरकार गठन गरिएको छ। त्यही अनुसार संघीयतामा चाहिँ नेपाल कम्युनिस्ट पार्टीको बहुमत अनुसार सरकार गठन गरिएको छ। 7वटा प्रदेशमा पनि बहुमतका साथ चाहिँ नेपाल कम्युनिस्ट पार्टीको संसद हजुर प्रदेशमा सरकार गठन गरिएको छ। हजुर अब यो राजनीतिक गतिविधि र यो नेपाल कम्युनिस्ट पार्टीमा भइरहेको द्वन्द्वका कारणले गर्दाखेरि यो प्रदेश त्यस्तै किसिमले असर पर्ने सम्भावना रहेको छ। जस अनुसार चाहिँ बागमती प्रदेशमा भर्खरै अब मुख्यमन्त्रीलाई अविश्वासको प्रस्ताव पनि दर्ता गरिएको छ। यसै गरी चाहिँ विभिन्न अरू चाहिँ प्रदेशहरूमा चाहिँ त्यही किसिमले चाहिँ अगाडि बढेको छ। पक्कै पनि अब यस्तै राजनीतिक खिचातानीले गर्दाखेरि चाहिँ यो विभिन्न प्रदेशहरूमा पनि यसले चाहिँ अलि असर पार्ने र सम्भावना रहन्छ। तर जे जस्तै भए पनि नेपाल कम्युनिस्ट पार्टी एक ढिक्का भएर अगाडि जानुपर्छ र पक्कै पनि हामीले संविधानलाई बचाउनुपर्छ र यो अलोकतान्त्रिक कदमलाई चाहिँ हामीले चाहिँ त्यसको विरुद्धमा लाग्नुपर्छ भनेर जुन जनताहरू सडकमा आइरहेको छ, पक्कै पनि अब यो जुन प्रचण्ड माधव नेपालको जुन नेपाल कम्युनिस्ट पार्टीको लाइन छ त्यही अनुसार चाहिँ यो संविधानलाई बचाउनको लागि, यो लोकतन्त्रलाई बचाउनको लागि चाहिँ पक्कै पनि त्यस्ता खालका भूमिकाहरू चाहिँ खेल्छन् भन्ने लाग्छ। विकासजी, अब कार्यक्रमको अन्त्यमा म यहाँलाई के सोध्न चाहन्छु भने अब यदि यो संसद पुनर्स्थापन नभएको खण्डमा हामी सक्रिय आन्दोलन गरेर यसलाई पुनर्स्थापन गराएरै छाड्ने प्रतिबद्धता यहाँ जनाउनुहुन्छ? हजुर, अब त्यो आन्दोलनै गर्छु भनेर आन्दोलन के सफल होला त अहिलेको स्थितिमा? यो वास्तवमा भन्नुपर्दाखेरि आन्दोलन नै गरेर चाहिँ संसद पुनर्स्थापना गर्नुभन्दा पनि सर्वोच्च अदालतबाट हजुर पक्कै पनि यो संसद पुनर्स्थापना हुन्छ। यो संविधानमै उल्लेख नभएको, संविधानमै नभएको कुरालाई चाहिँ संसद विघटन गरिएको छ। त्यही अनुसार चाहिँ पक्कै पनि सर्वोच्च अदालतले अहिले 19 गतेसम्म कारण देखाऊ आदेश चाहिँ जारी गरेको छ नेपाल सरकारलाई। र सँगसँगै जुन चाहिँ यो सरकारसँग बहुमत छैनन्, संसदहरूको संघीयमा प्रचण्ड र माधवको पक्षमा चाहिँ जुन बहुमत छ त्यही बहुमत अनुसार चाहिँ जुन निर्वाचन आयोगमा र सँगसँगै सर्वोच्च अदालतमा पनि अस्ति भर्खरै पुस 10 गते केन्द्रीय सदस्य र सांसदहरूले चाहिँ हाम्रो बहुमत भएको हिसाबले यो कुनै पनि किसिमले चाहिँ नेपाल कम्युनिस्ट पार्टीको चाहिँ विघटन गर्न पाइँदैन भन्ने जुन गरेको छ, यो कानुन रूपमा संविधान त पक्कै पनि यो पुनर्स्थापना हुन्छ। र यदि हामीले चाहिँ यो पुनर्स्थापना नभएको खण्डमा चाहिँ जनताहरूको साथ लिएर, जनताहरूको बिचमा गएर, जनताहरूलाई नै लिएर हामी चाहिँ सडकमा गएर चाहिँ यो संविधान बचाउनको लागि, यो लोकतन्त्र बचाउनको लागि, यो गणतन्त्र बचाउनको लागि, संहिता बचाउनको लागि, यो प्रतिगमनलाई चाहिँ सच्याउनको लागि, अग्रगामीको लागि चाहिँ हामी एकबद्धता भएर चाहिँ सडकमा जाने हो, आन्दोलन गर्ने हो। पक्कै पनि यो जनदबावले यो संविधानलाई, यो संसदलाई चाहिँ पुनर्स्थापना गर्छ भन्ने नै हामीलाई विश्वास छ। विकासजी, सर्वोच्च अदालतले यो ओलीजीले संसद विघटन गर्नुभएको यो कदमलाई बदर गराउँछ भन्नेमा विश्वस्त हुनुहुन्छ? हजुर, हामी एकदम विश्वस्त छौँ। यो पूर्व प्रधान न्यायाधीशहरूको भनाइ अनुसार पनि संविधानमा उल्लेख नभएको कारणले गर्दाखेरि यो अलोकतान्त्रिक र असंवैधानिक भएको किसिमले चाहिँ यो पुनर्स्थापना हुन्छ भन्ने नै विश्वास छ। हजुर, खुसी लाग्यो यहाँले अमूल्य समय दिएर हामीलाई यो जानकारी दिनुभयो, हाम्रा श्रोताहरूलाई संसद विघटनको बारेमा जानकारी दिनुभयो। धन्यवाद विकासजी। भविष्यमा पुनः जोडिने आशा गर्दै आज हामी यहाँबाट छुट्टिन्छौँ। उहाँ हुनुहुन्थ्यो नेपाल कम्युनिस्ट पार्टी कीर्तिपुर नगर समितिका अध्यक्ष विकास महर्जन। म आजको लागि समय सन्दर्भबाट युनिक साक्य र शङ्कर थापा बिदा चाहन्छौँ। नमस्ते, शुभ